ल आजको प्रश्न रहेको छ आर्थिक वर्ष 2083 र 84 को कुल बजेट कति रहेको छ हो। यसले सजिलो तरिका हो। यसको सिम्पल एन्सर के छ तपाईहरुले फ्याट्ट भन्न सक्नुहुन्छ 21 खर्ब 24 अर्ब र 34 करोड। तर यही प्रश्न आजभन्दा 20 दिन पछि 21औं दिनमा तपाईले कसैले सोध्यो भने तपाईलाई यो 21 खर्ब 24 अर्ब 34 करोड फ्याट्ट एन्सर भन्न सक्नुहुन्न, किनकि त्यतिखेर तपाईहरुलाई याद हुँदैन, तपाई बिर्सिसक्नु भएको हुन्छ हो। यही नबिर्सनको लागि यसैलाई लामो समयसम्म याद रहनको लागि र लामो समयसम्म तपाईलाई के भन्छ रिमाइन्ड हुन्छ हैन, त्यसको लागि हामी ट्रिकबाट पढ्छौं भने हामीलाई याद रहन सक्छ हो। यसलाई सजिलो गरी पढौं है। अब यो लामो समयसम्म हामीले कसरी याद हुन्छ त्यसको लागि हामीलाई यो 21 याद हुनु पर्यो। 21 याद भइसकेपछि यो 21 के भयो 21 खर्ब। अब 21 खर्बमा तपाई प्लस गर्नु। अब प्लस के गर्नुहुन्छ 2 + 1 = 3 हो। यो 2 र 1 लाई जोडिसकेपछि 3 हुन्छ। यही 3 तपाई यो 21 मा जोड दिनु भयो भने यो 24 अर्ब हुन्छ हो। यतिसम्म बुझ्नुभयो। यो 2 र 1 लाई जोडिसकेपछि 3 हुन्छ र यो 3 यो 21 मा जोडिदिनु भयो भने 24 हुन्छ हो। 21 खर्ब 24 अर्ब त भयो। अब करोड कति छ हो। अब यसैलाई करोडलाई बुझ्दा कसरी बुझ्नु भने यो कति भयो 24 भयो हो। यहाँ के लेख्नु 24 लेख्नु। अब प्लस 2 फेरि यो 1 प्लस फेरि यो 2 प्लस र यो 4, यो 2 र यो 1 जोडेर 3 भयो। यो 2 र यो 4 जोडेर कति भयो 6 भयो। अब यही 24 मा के गर्नु 24 प्लस यो 2 1 जोडेर 3 र यो 2 र यो 4 जोडेर 6 जोड्नु कति भयो यो यति जोडेर हुन्छ 33 र यसमा 1 लास्टमा जोड दिनु भए 34 करोड हुन्छ हो। हामीले यसरी सजिलो गरी पढ्छौं भने हामीले लामो समयसम्म याद रहन सक्छ। यसले लामो समयसम्म हामी रिमाइन्ड गर्न सक्छौं। कसरी बुझ्यौ हामी 21 खर्ब याद हुनु पर्यो र यो 21 खर्बको 2 र 1 जोडेर 3 भयो। यो 3 लाई 21 मा जोडिसकेपछि 24 हुन्छ र यो 24 मा 2 1 जोडेर 3 फेरि जोड्नु र यो 2 र 4 लाई जोडेर फेरि त्यो 4 2 6 जोड्नु 33 हुन्छ र यो 33 मा लास्टमा 1 जोड दिनु भयो भने कति हुन्छ 34 करोड हुन्छ हो। यसरी गरेर हामी यो आर्थिक वर्ष 2083 र 84 को कुल बजेट कति रहेको छ त 21 खर्ब 24 अर्ब र 34 करोड गरी हामी लामो समयसम्म याद हुने गरी पढ्न सक्छौं र बुझ्न सक्छौं र रिमाइन्ड गर्न सक्छौं। आजको लागि यतिकै, धन्यवाद। जय नेपाल।